हेलो साथीहरू सम्पूर्ण नमस्कार। अहिले रोमानियाको चाहिँ 6 बज्न लागेको छ, इभिनिङ टाइम हो। हामी खाना खाएर साथी हामी चाहिँ बाहिर यसो घुम्नु निक्लेको होइन। एउटा यहाँ पार्क रहेछ, त्यो पार्कमा हामी आएको। यो पार्कमा चाहिँ हेर्नु पानीको फ्लावरहरू यस्तो राम्रो राम्रो। मैले चाहिँ एउटा फोराहरू अनि मैले चाहिँ यहाँ एउटा भिडियो बनाउनु लगाएको छु है। अनि यहाँ चाहिँ तपाईँ कस्तो राम्रो स्टाइल रहेछ रोमानियाको भने जब इभिनिङ टाइम हुन्छ नि, आफ्नो बच्चाहरूलाई चाहिँ तपाईँको चाहिँ ठ्याक्क खानासाना खुवाएर आफ्नो बच्चालाई चाहिँ एक्सर्साइज गर्नको लागि यतातिर तपाईँको चाहिँ पार्कमा लिएर आउँछन् आफ्नो प्यारेन्ट्सहरूले है। यहाँ साइकलहरू राखेको छ। यो साइकलमा चाहिँ तपाईँ स्क्यानिङ गर्ने क्या, जसलाई चलाउनु पर्छ त्यसलाई चलाउने होइन। अनि फेरि यहीँ ल्याएर राख्ने, पैसा तिर्नुपर्छ। एउटा साइकल चलाएर बराबर तपाईँको 1 घन्टाको 18 बिउ पर्दैछ यहाँको होइन। यस्तो राम्रो लागेर यसरी हेर्नु न, आफ्नो एजका मान्छेहरू खेलिरहने होइन, बस्ने बसिरहने, गफ गर्ने गफहरू हुन्छन् होइन। तर एक्सर्साइज गर्ने बच्चा एक्सर्साइज गर्ने त्यस्तो रहेछ होइन। सबै आफ्नो फ्यामिलीहरू छन् क्या, सबै हेरौँ न एक आफ्नो फ्यामिलीहरू एक टिम भएर बसेका छन् होइन। सबैजना बच्चाहरू त्यसरी खेलाएको छन् आफ्नो तरिकाले। साह्रै राम्रो लागेर मैले एउटा भिडियो बनाएको छु है। यसमा हजुरहरूले के भन्नुहुन्छ लाइक कमेन्टहरू गरिदिनु होला है त। हस् यति भन्नु।